हेलो गाइज, वेलकम टु माई फर्स्ट ब्लग। के छ सबैजना सन्चै हुनुहुन्छ अनि आरामै हुनुहुन्छ। म चाहिँ आज जाँदैछु क्रिकेट ट्युब ग्राउन्डमा। त्यहाँ के हुँदैछ पुरा भिडियो हेर्नुहोस् र म तपाईँको साथमा हुनेछु। अनि हामी पुग्यौँ ट्युब क्रिकेट ग्राउन्डमा। त्यहाँ ट्युब ग्राउन्डको पुनर्निर्माण काम सुरु भइरहेको छ। ठुला मेसिन अनि गुणस्तरीय स्रोत साधनबाट ट्युब ग्राउन्डको पुनर्निर्माण कामसँगै दिगो विकास ढङ्गले काम भइरहेको छ। अनि काम छिटो भइरहेको छ र धेरै कामदारहरू पनि देख्न सक्नुहुन्छ। अब क्रिकेट फ्यानहरूले पहिलाको जस्तो दुःख पाउने छैनन्। सहज वातावरण र उपयुक्त स्थान सिटमा बसेर सहजै गेम खेल्न र हेर्न पाउनेछन्। काम धमाधम सुरु भइरहेको छ। नेपाल सरकारले पनि यस कामलाई छिटोभन्दा छिटो सम्पन्न गरिदिन माग अनुरोध गरेको छ। तपाईहरूलाई कस्तो लाग्यो? ट्युब ग्राउन्ड कस्तो बने हुने थियो भन्ने जस्ता केही आफूमा लागेका जिज्ञासा अवश्य कमेन्टमा अवश्य जनाउनुहोला। हस्, आजको लागि यति नै। यो भिडियोमा लाइक कमेन्ट प्लिज।